हे हाँसेर गोरे हाँसेर गोरे भेरीको साना भारानीलाई भकल हाम्रो विगतका यात्राहरूमा हामीले नेपालका केही प्रसिद्ध ठाउँहरू समेटेका थियौँ। यसपटक भने हामी हजुरहरूलाई लैजानेछौँ अन्नपूर्ण क्षेत्रमै रहेको एक अत्यन्त सुन्दर ठाउँ जहाँको अस्तित्वको बारेमा एकदमै कम चर्चा गरिएको छ, जुन हो खोप्रा रिज ट्रेल अथवा खोप्रा डाँडा पदमार्ग। प्रकृति र संस्कृतिले समृद्ध यो ट्रेल किन र कसरी अझै पनि ओझेलमै परेको छ त भन्ने प्रश्न हाम्रो मनमा धेरै पटक आइरहे। त्यसैले यस ठाउँको बारेमा सबैलाई थाहा हुनुपर्छ भन्ने हिसाबले हामीले यस खोप्रा डाँडा पदमार्गको यात्रा हजुरहरूमाझ लिएर आएका छौँ। हामीले यो यात्रालाई 2 भागमा छुट्याएका छौँ। पहिलो भागमा हामी हजुरहरूलाई मूलदेशसम्मको यात्रामा लैजानेछौँ, जहाँबाट 20 भन्दा बढी हिमालहरूको दृश्य एकै पटकमा देख्न सकिन्छ भने यहाँको सूर्योदय र सूर्यास्तको दृश्यले त झन् मानिसलाई मोहित नै बनाउने गर्दछ। साथै यस यात्रामा हामीले अनुभव गरेका सुन्दर दृश्यहरू र रमाइला पलहरू हजुरहरू सामु प्रस्तुत गर्नेछौँ। कति राम्रो के भेटभाको दिन संलो पानी घमिलो मन किन। We are going to खोप्रा। हाम्रो खोप्रा पदमार्ग यात्राको सुरुवात हुन्छ पोखराबाट। यस पटकको हाम्रो यात्रामा विशाल दाइ पनि हामीसँगै हुनुहुन्छ। करिब 3.5 घण्टापछि हामी गान्द्रुक पुग्यौँ। मुख्य गान्द्रुक गाउँ पुग्न भने त्यहाँबाट अझै करिब 15 मिनट हिँड्नु पर्ने रहेछ। गाउँतर्फ जाने बाटो स्वदेशी तथा विदेशी पर्यटकले भरिएको थियो। समुद्री सतहबाट करिब 2000 मिटरको उचाइमा अवस्थित यो गाउँ गुरुङ समुदायको परम्परागत बसोबास क्षेत्र हो। त्यहाँ पुगेपछि हामी पुरानो गुरुङ सङ्ग्रहालय गयौँ। सङ्ग्रहालयमा त्यहाँका पूर्वजहरूले प्रयोग गर्ने सबै सामग्रीहरूको सङ्ग्रह थियो। यदि तपाईहरू पनि गुरुङ समुदायको बारेमा जान्न चाहनुहुन्छ भने यो सङ्ग्रहालय भ्रमण गर्न सक्नुहुन्छ। आजको हाम्रो यात्रा टाढापानीसम्म भएकोले हामी धेरै समय त्यहाँ नबसेरै अघि बढ्यौँ। अगाडि जाँदै गर्दा हामी गान्द्रुकको पुरानो गाउँ डाँडा गाउँ पुग्यौँ। त्यही ठाउँको सुन्दरतालाई कैद गर्न खोज्दा थाहा भयो कि हामीले केही सामान छुटाएका रहेछौँ। हेलो, वी आर इन गान्द्रुक भिलेज राइट नाउ। अनि खासमा ड्रोन उड्नलाई एकदमै रेडी थियो, बट वी गट टु नो कि मेमोरी कार्ड हालेको रहेन त त्यसमा हामी। सो विशाल दाइ र अभि चाहिँ मेमोरी कार्ड लिन गएको छन् अनि आई एम इन्जोइङ द भ्यू। बट आज चाहिँ अलिकति ग्लुमी छ मौसम, होइन, मिस्टी छ। सो माउन्टेन्सहरू देखेको छैन, नत्र हामी यो पुरै माउन्टेन रेन्जेसहरू देखिन्थ्यो। बट इट्स ओके, होइन। होप भोलि देखिन्छ, भोलि पर्सि यानिको पर्सि। हामी त अब हाम्रो अलिकति लङ ट्रेक नै छ नि त। सो
होपिङ विल सी माउन्टेन्स एकदमै क्लियरली भोलि पर्सितिर। आमाहरूसँगै बसिरहेको छु म चाहिँ। सिमी हो त्यो सिमी छोटो हुनुहुन्छ। एकदमै पिसफुल छ। अघि चाहिँ एकदम भिडहरू थियो होइन मान्छेहरू, किनभने एबिसी जाने पनि मान्छेहरू एकदमै धेरै नै हुनुहुन्थ्यो। बट अहिले चाहिँ एकदमै शान्त पिसफुल। उपर चाहिँ म्युजियम छ अनि त्यहाँ चाहिँ एउटा कस्तो त्यहाँ चाहिँ ट्रेडिसनल घरहरूकै एउटा क्लस्टर टाइपको रहेछ। अनि त्यसैको खासमा ड्रोन सट खिच्ने भनेर ठिक्क पारेको। बट त्यो हिजो हामीले सामान राख्दाखेरि चाहिँ बिर्सेछौँ कि चेक गर्न भित्र मेमोरी कार्ड रहेनछ। सो उनीहरू अब आएपछि चाहिँ लेट्स होप दे गेट मेमोरी कार्ड अनि यहाँको चाहिँ राम्रो राम्रो फुटेज खिचेर चाहिँ अनि हाम्रो भिडियोमा हाल्न पाउँछौँ भन्ने चाहिँ आश हो। Imagine doing your household chores in such place. Feels like you're in a painting somewhere. Money help गरौँ हुन्छ। अनि हजुरहरू पहिलादेखि यहाँ बसेको? पहिला यस्तो फेमस थिएन होला नि? थिएन, पहिले त खेती लाउँथ्यो हामी त। विदेशीहरूले नि थाहा पाएन। पछि विदेशी आउन लाग्यो अनि हजुरहरूले गर्दै उता जानु त? खान सुन्दैन। यता त्यहाँ पिट त थियो त कहाँ हो पक्न है पिट त ल्याइदिन्छ कता यता बस्नु। टाइम पास त गर्नु पर्यो। भयो यसरी बस्न सजिलो लाग्छ। अहिले सिजन त होइन नि? होइन, यो त गोराको त अब सिजन हो। तर नेपालीहरू त कस्तो मेला लागे जस्तो भाइ मान्छे त यस्तो भिड। बेलुका त जताततै गीत बजाएर। तर यति हुन नि एक हिसाबले राम्रो हो नि त। यता मान्छेहरू कति होटल व्यवसायले त चले होइन। अहिले त नेपाली घुम्ने बानी भएछ कि पहिले पहिले त यसरी घुम्ने थिएन नि त। काम मात्रै फेरि घुमे पनि दसैँतिर मात्र घुम्ने थिए। आज यसो बार हेरेको यस्तो भिड छ। शनिबार हो क्या हो यो शनिबार पनि होइन, बिदा थियो। बिदा छ आज लोसारको। 2 दिन बिदा छ। आज त लोसार हो नि सोनम। आज लोसार हो, त्यही भएर पनि होला मान्छेहरू। न त यस्तो भिड लास्तै भिड। यो बुढीले अहिले पैसा धेरै देखाएको 300 त्यो भाडा धोएको त्यो होमस्टेतिर भाडा धोइदिएर कहिले 20 रुपियाँ दिएको, कहिले 10 रुपियाँ दिएको, कहिले 100 रुपियाँ दिएको। निकै पैसा देखाएको। होमस्टेतिर टन्नै थियो मान्छे। हजुरको यहाँ कतिजना आउँछ? माथि हो रुम बस्ने आउँछ। हामी चाहिँ मेमोरी कार्ड अब त्यहाँ एकजनालाई ल्याउन लगाऊँ। यो एक्साइटमेन्टमा अनि एउटा एसडी कार्ड छुट्यो, त्यसपछि हालत भयो यस्तो। नुन खाएको कुखुरा जस्तो भयो। हामी चाहिँ अहिले हङ्ग्री आएमा आएछौँ। यहाँको दिदीले चाहिँ मेमोरी कार्ड मिलाइदिनुहुन्छ भनेर। अनि फर द्याट लिटल चिप वी आर स्टेइङ हियर टुडे। होप साँझ नै आयो भने चाहिँ भोलि बिहान आउँदा छिटै निस्किन मिल्छ। ल गुड न्युज है गाइज, मेमोरी कार्ड भेट्यो। तपाईँ नै खानुले म खिचिदिन्छु। अहिले चाहिँ हामी घामदुरुकमै छौँ होइन। बिहान अनि हिजो खुलेको होइन, आज चाहिँ मजाले खुलेको छ होइन। नेपाली चाहिँ खासै नथुकी परेको छैन, बिस्तारै पढ्दै होला। अनि हाम्रो कोठेरी चाहिँ अनुकूल साउथ, त्यसपछि म्युचुली
अनि त्यहाँ गङ्गापुरमादेखि अन्नपूर्ण किनी छ अनि माछा पुच्के छ होइन अनि हल्का सस बिहान उठेर के गरेर यताबाट सनराइज त देखेन होइन यहाँ होटलबाट तर त्यो रेजर माउन्टेनको चाहिँ हेऱ्यो अब एकछिनमा के हो अनि यताको गाउँको पनि हल्का हल्का ठिक छ अब एकछिनमा ब्रेकफास्ट भनेर ब्रेकफास्ट खान्छौँ अनि बिस्तारै हामी फेरि टाढा पानीतिर लाग्छौँ उसपालि चाहिँ क्यामेरा पछाडि समातेर खायो बिहान निस्किनु बस्यो अनि विशाल जति सुत्नुभयो अनि अब एकछिनमा सबैजना उठेर ब्रेकफास्ट गरेर चाहिँ गाउँबाट बिस्तारै बिस्तारै मिली टाढा पानी र हाम्रो ब्रेकफास्ट आएको छ है अनि यो चाहिँ गुरुङ रोटी हो अरे अनि यसमा चाहिँ गहुँ कोदोहरू मिसाएको छ है कालो कालो प्याचेसहरू छ अनि त्यसपछि चना अनि अमलेट दिस इज आवर ब्रेकफास्ट फर टुडे अनि आफ्टर ह्याभिङ दिस वी आर गोइङ टु गो टु टाढापानी हुँदै दोबाटोसम्म भन्ने हाम्रो लक्ष्य छ अनि यो चाहिँ क्वाइट कमन छ होइन ट्रेकिङ गर्दै गर्दा तपाईँहरूले पनि कतिजनाले ट्रेकिङ गर्नुहुन्छ सबले कतै न कतै धेरै ठाउँमा कतै न कतै धेरै ठाउँमा खानुभयो मिठो पनि लाग्छ मिठो मर्निङको ब्रेकफास्ट अनि गहुँको पिठो अनि कोदोहरू हालेर अरे अनि सोयामी नाम के हो भन्नु त के हो के भन्यो घान्द्रुकको मुख्य पर्यटकीय क्षेत्रभन्दा केही अलग डाँडा गाउँमा अझै पनि पुरानो शैलीका ढुङ्गे घरहरू ढुङ्गे बाटाहरू देख्न पाइन्छ हिजो बाक्लो बादलभित्र लुकेका हिमालहरू आज चाहिँ स्पष्ट रूपमा देखिएका थिए हामीले आज टाढै पुग्नु थियो त्यसैले कुनै ढिला नगरी हामीले हाम्रो पदयात्रा सुरु गर्यौं गाउँ पार गरेपछि केही आमाहरूसँग भेट भयो उहाँहरू घाँस लिनको लागि जाँदै हुनुहुँदो रहेछ आमा 70 हजुर कान्छी अलि राम्रो देखिनु पहिला राम्रो हुनुहुन्थ्यो देख म हम तो देख्नै छैन उ हेर्नु त राम्रो नजिकबाट देख्नु म यता छ मैले धेरै मानाएर थिएँ कान्छी यता देखियो टेकेर जङ्गल थेर जाने बेलासम्म बाँच्नु है हस् धन्यवाद ल आमा गयौँ ल भर्खरै जानकारीमा आएअनुसार यो ठाउँको नाम चाहिँ भैँसी खर्क हामी अहिले भैँसी खर्कमा छौँ भैँसीहरू चाहिँ रेस्ट गरिरहनु भयो दाइले डोको बनाउँदै हुनुहुँदो रहेछ हजुर बनाइदिँदैन है डोको बनाउँदै हुनुहुन्छ दिस इज भैँसी खर्क यहाँ चाहिँ 2-4 घरहरू रहेछन् पर
पर जाने अनि बाटो सुरु भएदेखि नै पदमार्ग एकदमै सुन्दर थियो। घान्द्रुकबाट हिँडेको करिब 2 घण्टापछि हामी भैँसीखर्क पुग्यौँ। अझै लामो यात्रा बाँकी भएकाले हामी त्यहाँ नबसी सिधै टाढापानीतर्फ अघि बढ्यौँ। भैँसीखर्क कटेपछि जङ्गल झन् सुन्दर देखिन थाल्यो। अझ बेला बेलामा गुराँसका जङ्गलहरूले हिमालसँग लुकामारी खेलेको देख्दा त झन् मनमा छुट्टै प्रकारको खुसी महसुस हुँदो रहेछ। We're having our lunch. Bye bye. And हिँड्दाखेरि चाउचाउ पनि यस्तो टेस्टी हुन्छ नि। टेस्ट वाइज टाइम्स 100 भइहाल्छ। नर्मली खाँदा र ट्रेकिङमा खाँदाखेरिको डिफ्रेन्स। खाजा खाएर फेरि हाम्रो यात्रा जारी भयो। भैँसीखर्कबाट हिँडेको करिब 2 घण्टामा हामी टाढापानी पुग्यौँ। अहिले चाहिँ हामी यहाँ पुग्यौँ। यो पानी यहाँबाट छोमरङ हुँदै अन्नपूर्ण बेस क्याम्प जाने पदमार्ग र बनठाटी हुँदै घोरेपानी जाने पदमार्ग पनि जोडिएको रहेछ। हामी भने एकछिन त्यहाँ आराम गरेर दोबाटो जाने पदमार्गतर्फ अघि बढ्यौँ। We just discovered झरना होइन परको डाँडामा। अनि त्यसको चाहिँ त्यो पनि ट्रेल त होला नि। जुम फुटेज चाहिँ लिँदा and let me show you what our camera saw. Right? एकछिन त्यो झरनाको सुन्दरतामा भुलेपछि हामी फेरि हिँड्न सुरु गर्यौँ। ल हामी चाहिँ अहिले मिसारु भन्ने ठाउँ पुग्यौँ होइन। अनि कति भयो टाइम अहिले? 5 बजे। हामी कति बजी हिँडेको थियौँ तलबाट टाढापानीबाट? लगभग 3 बजेतिर तलबाट हिँडेको थियौँ होइन। लगभग 2 आवर्स जति लाग्यो होइन। जो बाटो उकालो छ तर त्यस्तो एक्सट्रिम उकालो छैन। उकालो थोरथोरै अनि हुँदै अनि यहाँ मिसर आउँदाखेरि चाहिँ हल्का उकालो छ। अनि यता चाहिँ अहिले चाहिँ पसलहरू बन्द गरेर राख्नुभएको रहेछ। अनि हामी इसारु जान्छौँ। इसारुमा चाहिँ खोलेछ अरे। मेरो ओठ पनि वरियो जस्तो भइरहेछ। वरियो धेरै खाएर है गाइस। यस्तो छ हाल बन्छ नेपाल हो कि छैन नेपाल हो। ठिक प्रेम दाइ र भाउजूको सम्झनामा बन्छ नेपाल भनेर हामीले भनेर प्रेम दाइ र भाउजूको सम्झनामा हामीले यहाँ त कस्ति भाउजूले भुलेर प्रेम दाइको डाइलग छ नि त। धेरै मैले फेरि भुलिदिएँ कि अहिले मैले भनेको फेरि के रे दाइ डाइलग यस्तै छ हाल बन्छ। मैले भुलेको प्रेम दाइले जहिले नि यस्तै छ हाल बन्छ नेपाल भन्नुहुन्छ नि। अस्ति भाउजू पनि कापुची लेक जाँदाखेरि चाहिँ टक्क ब्लग ट्राई गर्नु पऱ्यो बोल्दाखेरि भनेर हाल्नु पऱ्यो। अनि ठिक्क बोल्दै चाहिँ आफै अटोमेटिकल्ली चाहिँ लास्टमा फेरि यस्तै छ हाल बन्छ नेपाल आयो भनेर ठट्टाएर राख्नु भएको थियो कि भाउजूले। त्यही कुराहरू हामी यहाँ सुन्दै यहाँ
दाइको यादमा भाउजूको यादमा टक्क कुरा गर्दै हाँसिरहेको छु त्यस्तै छ तपाईँले प्रेम दाइले चिन्नु हुँदैन भने प्रेम बाबा भनेर युट्युबमा लेख्नु क्रेजी गाई इन्सपायरिङ गाई एनर्जेटिक पर्सन रियली गुड म्यान फ्रम हार्ट यस्तै छ नेपाल पञ्च नेपाल यस्तै छ पञ्च नेपाल क्युट फ्लावर्सहरू चाहिँ छ एन्ड ट्रेल यो ट्रेललाई चाहिँ मैले स्मोकी ट्रेल भनेर नाम दिएको छु एन्ड इट्स लाइक पुरै धुवावाला जो देख्यो बट इट्स अल फगी छ एकदमै एन्ड अहिले चाहिँ हामी 3000 मिटर्स एप्रोक्सिमेटली त्यस्तो एलिभेसनमा छौँ अनि यहाँ चाहिँ गुराँसको जङ्गल छ एन्ड इट्स लाइक वाकिङ इन्टु मुभीको पनि एक्कासी चारैतिर हुसु लाग्न थाल्यो र बिस्तारै अँधेरो पनि हुँदै थियो उकाली र ओह्राली गर्दै हामी त्यहाँबाट लगभग 45 मिनेटमा इसारुको फेदमा पुग्यौँ Guys, fog is coming. This is awesome. You can see the Jupiter up there. मैले धेरै ठाउँमा जाँदाखेरि जुपिटर देखेर हुन्छ होइन न जुपिटर चाहिँ अर्थबाट धेरै देखिने रहेछ कि करिब साँझको 6:30 बजेतिर हामी इसारु पुग्यौँ त्यहाँबाट दोबाटो पुग्न अझै 1.5 घण्टा लाग्ने भएकोले हामी त्यहीँ बस्ने निर्णय गर्यौँ त्यहाँ पुग्दा फोनको ब्याट्री लो भएको भएर खासै हाम्रो मोमेन्ट्स क्याप्चर गर्न त पाएनौँ तर आगो ताप्दै अनि त्यहाँको दाइ र 2 जना विदेशी पाहुनाहरूसँग मिठो गफ गर्दै धेरै बेर बस्यौँ अलिक थोरै सानो लामो गहिरो खैरो तालमा चाहिँ त्यस्तो अब कतिखेर चाहिँ मान्छेहरू धर्मको लागि जनै पर्ने अनि यहाँ पनि त्यही जनै पर्ने त्यसो यो कास्की पर्यो कास्की म्याग्दी पर्यो छुमुङ कास्कीको पर्यो कि म्याग्दी पर्यो कास्की भन्नु छुमुङ कि कास्की पर्यो कास्की यो यहाँ चाहिँ कुन पर्यो कास्की हो त नि कास्की यो हाम्रो यो डाँडाको साथ हुन्छ कि यो डाँडा माथि छ उतापट्टि त्यो डाँडाबाट उता पल्लोपट्टि अब म्याग्दी परेर यता कास्की गफ गरेर अहिले चाहिँ खाना कस्तो छ मिठो इसारुको त्यो बिहानी सामान्य थिएन आकाशको रङ्गभूमिमा एउटा सुनौलो रेखा तानिएको थियो त्यो बिहानी त्यो चिसो र त्यो मौनता हामी सबै स्तब्ध थियौँ अनि प्रकृतिको त्यो क्षण त्यत्तिकैमा पूर्ण थियो Sisters, remember, it's like a home and family business. This is why I'm calling you is that you need to learn this song or you need to know about this song. Okay, it's Resam Piriri. It's Resam Piriri. Udera Jauki Dadema Bandang is Resam Piriri. Okay, what it is called is Resam Piriri. Resam Piriri is something like the wind. There is a cotton just falling from the trees and the wind is just taking to the mountains, okay? And I want to be that cotton and just be free, just be free, just be free. That is Resam Piriri.
रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी एकनाले बन्दुक दुईनाले बन्दुक मृगलाई ताकेको एकनाले बन्दुक दुईनाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ढाकेको रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी सानोमा सानो गाईको बाछो भिरैमा राम राम सानोमा सानो गाईको बाछो भिरैमा राम राम छाडेर जान सकिन मैले बरु माया सँगै जाम रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी कुखुरालाई गोतीमा कुकी बिरालोलाई सुरे कुखुरालाई गोतीमा कुकी बिरालोलाई सुरे तिम्रो हाम्रो माया पिरतीको बाटोमा कुरे रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी कोदो छर्यो मकै छर्यो धान छरेको छैन कोदो छर्यो मकै छर्यो धान छरेको छैन पछि पछि नआउ कान्छी मन परेको छैन रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा दाइ हुनुहुन्छ होइन उहाँको नम्बरसम्म राखिदिन्छौँ अनि आएर टक्कै यता बस्नु होइन सबै कुराहरू राम्रो छ भ्युज पनि राम्रो छ मर्निङमा हुन्छ नि सबै कुरा सनराइज होइन अनि इन्फर्मेसन दाइको नम्बरहरू सबै हामी डिस्क्रिप्सनमा अनि यताउति लेखिदिन्छौँ विल सी यू गाइज वी स्टार्टेड आवर जर्नी फ्रम इसारू टु खोप्रा नाउ सी यू इन द जर्नी ओके यहाँबाट चाहिँ उकालो उकालो छ र हाम्रो यात्रा चाहिँ सुरु भएको छ विशाल दाइ र अघि अगाडि गइरहन् एन्ड म पनि उनीहरूसँगै जाँदैछु एन्ड अहिले चाहिँ एकदमै क्लियर छ मौसम इज भेरी भेरी क्लियर इसारूको त्यो स्वर्ग जस्तो बिहानीले हाम्रो मनमा एउटा नयाँ ऊर्जा थपिदियो सङ्गीतको धुनमा रमाउँदै सुनौलो घामका आघातसँगै हामीले आजको यात्रा सुरु गर्यौँ नमस्ते
टप पुगेपछि चाहिँ गोठहरू छन् त्यहाँबाट चाहिँ यस्तो राम्रो ट्रेल चाहिँ बनेको छ माथि मुल्दै भ्यू पोइन्ट जानको लागि चाहिँ अनि फ्रम देयर वी क्यान सी हैन 360 भ्यू अफ माउन्टेन रेन्जेस एन्ड अघि भने जस्तै मोर देन 20 पिक्स देखिन सकिन्छ Never in my life have I ever seen something like this. It's too beautiful. When I'm blue, I think of you in your eyes, how they look at mine, so kinda like that. You slow down time and everything's just fine. I was ocean. टमेटो मिक्स गर्नु कस्तो खाना अब सुकुटी कति हो हाल्यो अझ हालौँ कसैले पक्का 24 फिट त बन्दैन तर काम चल जो होल्ड गरेर खाना रहेछ हात गर्छ यतिको दुईटा भयो भने पनि यतिको सपोर्टले त सजिलो हुन्छ नि ट्याक्क समातेर हल्का भयो नि हातमा आउँछ अनि silence of thoughts. I had the will and mission, but the wrong position. I was open, praying for a sign. We are at the बाटो हामी चाहिँ आजै सारुबाट दो बाटो हुँदै अनि माथि मुल्दै भ्यू पोइन्ट गएर आयौँ अनि यहाँबाटको भ्यूहरू यस्तो राम्रो छ के अनि यहाँको दिदीको हस्पिटालिटी पनि एकदमै राम्रो लाग्यो अनि दाइलाई पनि अलि हल्का सन्चो नभएको भएर वी डिसाइडेड टु टेक रेस्ट डे जस्तो टाइपको किनभने हामी भ्यू पोइन्टबाट फर्किँदाखेरि नै 1 बजिसकेको थियो अनि आज चाहिँ अब कुनै हालतमा पनि खोप्रासम्म चाहिँ जान सकिन्थेन नि त तर बिहान हिँड्दाखेरि त हाम्रो टार्गेट खोप्रा थियो सो हामी चाहिँ यहाँ दो बाटो होटल दो बाटो भ्यू टपमा छौँ ओइ आइगो खाजा मुल्दै भ्यू पोइन्ट अथवा मुल्दै हिल यो अन्नपूर्ण क्षेत्रको एक नवप्रवेशित र कम भिडभाड भएको पदमार्ग हो यो स्थान समुद्री सतहबाट करिब 3600 मिटरको उचाइमा अवस्थित छ चारैतिर हिमालको दृश्य अनि अनगिन्ती पहाडका पर्वतहरू मानव जगत त्यतिमै सीमित छ र त्यसबाहेक अरू कुनै ठाउँ छैन एकछिन सबै कुरा बिर्साइदियो मुल्दैको सुन्दरताले हामीले क्यामेरामा यहाँका केही झलकहरू कैद गर्न सक्यौँ होला तर त्यो अन्तरात्माको अनुभूतिलाई भने कुनै पनि लेन्सले समेट्न सकेन तपाईले यहाँका फोटो र भिडियोहरू हेर्न सक्नुहुन्छ
तर त्यो एक क्षण जब घामले हिमालमा सुनौलो रङ फिजाउँछ, जब त्यहाँका हावाले तपाईको गालामा प्रेमको बेग चलाउँछ, त्यो केवल त्यहाँ उपस्थित भएर मात्र महसुस गर्न सकिन्छ। गुड मर्निङ गाइज फ्रम दोबाटो होइन। हिजो चाहिँ हामी इसारुबाट आएको, इसारुबाट आउँदाखेरि अनि जता पनि ट्रेलमा मूलदे भ्यू पोइन्ट भनेर ट्रेलहरूमा जताततै थियो होइन। अनि हामी सकेसम्म मूलदे भ्यू पोइन्ट गएर चाहिँ अनि खोप्रा जाने भन्ने प्लान थियो। तर हामी मूलदे भ्यू पोइन्ट जाँदाखेरि चाहिँ त्यहाँ चाहिँ अति नै राम्रो भ्यूज होइन, मोर देन 20+ माउन्टेन्सहरूको भ्यूहरू देखिँदो रहेछ होइन। त्यतिखेर हामी माथि जाँदै गर्दा यो दोबाटो यहाँ दिदीको होटलबाट पास हुँदै गएको थियौँ कि, अनि सँगसँगै लगभग सँगसँगै गएको थियौँ। अनि माथि पनि धेरै टाइम स्पेन्ड गरियो, राम्रो पनि लाग्यो। अनि पछि गएर थाहा भयो कि मूलदे भ्यू पोइन्ट पनि एउटा चाहिँ ट्रेल नै रहेछ होइन। मलाई चाहिँ पर्सनल्ली हुन्छ नि मूलदे भ्यू पोइन्टकै लागि ट्रेल भनेर मान्छे आउँछन् भन्ने थाहा थिएन। अनि आफैमा पनि मूलदे भ्यू पोइन्ट ट्रेल नै रहेछ होइन। अनि गएर आउँदाखेरि अब हल्का एक्लोमेटाइज पनि गरौँ भनेर, अनि त्यसपछि भ्यू पनि हल्का धेरै क्याप्चर गरौँ भनेर हुन्छ नि बेस स्पट भएर चाहिँ हामीले चाहिँ यहीँ बस्ने निदो गऱ्यौँ होइन। यहीँ बस्दाखेरि चाहिँ हामी दिदीको होटलमा बसेको थियौँ। अनि दिदीको हस्पिटालिटी सबै कुराहरू राम्रो लाग्यो। अनि पछि तपाईँ नि मूलदे भ्यू पोइन्ट आउन मन छ भने चाहिँ दिदीलाई कन्ट्याक्ट गर्नु होला होइन। अनि थप होटलको बारेमा जानकारी चाहिँ दिदीले दिनुहुन्छ, दिदीकै मुखबाट सुनौँ है। नमस्ते भाइहरूलाई सुरुमा त एकदम धेरै धन्यवाद, यहाँ आइदिनु भयो, खुसी लाग्यो। हाम्रो यो मूलदे भ्यू पोइन्ट एकदम अब राम्रो छ भ्यू। यहाँ आउनको लागि अब हजुरहरू सुरुमा घान्द्रुक हुँदै टाढापानी हुँदै त्यहाँपछि मेसार इसारु दोबाटो छ, खाना बस्नलाई राम्रो सुविधा छ, बाटो एकदम राम्रो छ। अब हजुरहरूलाई आउने यता इच्छा भयो भने होटेल भ्यू टपमा आउनु होला। दोबाटोमा 3टा होटेल छ, टपमा चाहिँ मेरो छ होटेल भ्यू टप। यही नै हो। हजुरहरू भाइ बहिनी आउँदै हुनुहुन्छ भने एकदम राम्रो छ, एकदम राम्रो भ्यू छ। यहाँ अब लालीगुराँस फुल्ने सिजनमा आउनुभयो भने चैत वैशाखमा एकदम राम्रो लालीगुराँसहरू नि फुल्छ। बर्खामा आउनुहुने छ भने नि एकदम फुलहरू एकदम फुलेर यता हिडन लेकतिर अर्को नयाँ पनि छ भर्खर खुल्दै, अब जस खुल्न त अलि पहिल्यै त्यति प्रचार नभएको, त्यता नि एकदम राम्रो छ। खाना बस्न होटेलको सुविधा छ त्यता पनि। अब यहाँ दोबाटोमा त भइ नै हाल्यो। यो भ्यू पोइन्ट एकदम मूलदे भ्यू पोइन्ट धेरै धेरै राम्रो छ। अब प्रचारको कमीले अलि हुन त हुने, जस मार्दी हिमाल जस्तो अलि छैन यता। अब भाइहरूको मार्फतबाट धेरै भाइ बहिनीहरू आउनु होला। अब मेरो होटेलमा आउन इच्छा लाग्यो भने अब कन्ट्याक्ट नम्बर, व्हाट्सएप नम्बर अब यहीँ छ के अरे, भाइहरूसित म भाइहरूलाई दिन्छु। त्यही नै हो, एकदम वेलकम छ हजुरहरूलाई, स्वागत छ। खाना बस्न अब सुविधा हामीले सक्दो भएर राम्रो गर्ने कोसिस गर्छौँ। त्यही नै हो। गाह्रो पर्यो अप्ठ्यारो पर्यो भने नि अब हाम्रो कन्ट्याक्ट नम्बर हुन्छ। बाटोतिर हजुरहरूलाई केही कन्फ्युज भयो भने नि फोन गर्न सक्नुहुन्छ। अब त्यही नै हो। अब नयाँ ठाउँमा अब हजुरहरू नि आइदिनु भयो भने धेरै धेरै खुसी हुन्छौँ हामी नि। अरू त के भनौँ, अब त्यही नै हो। दिदीकोमा तपाईँहरू आउनुभयो भने चाहिँ ठिक्क अब इसारुतिर यताबाट अब जस्तै कति टाइम लाग्छ, के लाग्छ अथवा गाह्रो भयो भने चाहिँ होइन। अब यता होटेलको जानकारीहरू सबै म डिस्क्रिप्सन कि यता साइडमा सबै लेखेर राखिदिन्छु होइन। नम्बरहरू तपाईँ आउँदाखेरि कल गर्नु होइन। अनि यताबाट चाहिँ माउन्टेन रेन्जेस चाहिँ अब मूलदे भ्यू पोइन्टबाट चाहिँ धौलागिरी फुल रेन्जेस माथिबाट पेनोरामिक देखिन्छ होइन। यहाँ होटेलबाट चाहिँ धौलागिरी होइन, अनि हल्का थोरै निलगिरी, अनि त्यसपछि अन्नपूर्ण साउथ, हिउँचुली, अनि त्यसपछि माछापुच्छ्रेहरू देखिन्छ होइन। भित्री बस्दा पनि तपाईँ भ्यू इन्जोय गर्न सक्नुहुन्छ। अनि यताको हस्पिटालिटी यताउति होइन, फुडहरू सबै कुराहरू राम्रो छ होइन। अनि तपाईँहरू आउनुभयो भने चाहिँ यता ठिक्क रेस्ट गरेर होइन, अनि भोलि बिहान सनराइजको लागि मूलदे भ्यू पोइन्ट गएर आएर अनि त्यसपछि यता लन्च गरेर पनि जान सक्नुहुन्छ होइन। अनि यताबाट पनि छुट्टिने ट्रेलहरू धेरै छन्, जस्तै हिडन लेक पनि जान मिल्यो, खोप्रा रिज पनि जान मिल्यो होइन।
आज चाहिँ हामी खोप्रा जाँदैछौँ। अब दिदीको हस्पिटालिटी हामीहरूले धेरै राम्रो लाग्यो अनि अब आज हाम्रो खोप्रा रिजको यात्रा फेरि सुरु हुन्छ हैन। दिदीलाई पनि धेरै धेरै धन्यवाद। हजुरहरूलाई त धेरै धेरै मुरी धन्यवाद। यसरी आइदिनु भयो, एकदम खुसी लाग्यो, परिवार जस्तै लाग्यो। त्यही भएर एकदम खुसी लाग्यो हामीलाई नि। अझै धेरै यस्तै भाइ बहिनीहरू आउनु होला, यसरी नि बसौँला परिवार जस्तै रमाइलो हैन। अब त्यही नै हो। यहाँ अब दो बाटोमा 3टा होटेल छ, सबैभन्दा टपमा मेरो छ। यहाँबाट फेरि यसरी जाने मुल्टे भ्यू पोइन्ट जानलाई यहाँबाट 20-25 मिनट लाग्छ। धौलागिरी पनि देखिन्छ अब यहाँबाट। 2टा होटेल चाहिँ तल छ, अरूबाट नि राम्रै देखिन्छ त्यस्तो। त्यही अब हाम्रो खोप्राको यात्रा सुरु हुन्छ हैन। अहिले बिहान लगभग 8-8:30 हुन लाग्यो हैन। अब सबै कुराहरू अब हिजो हामी यति बस्यौँ, सबै सुविधाहरू राम्रो छ यताउति हैन। त्यो केही चिन्ता लाग्नु पर्दैन। अब आज हामीले यात्रा अब खैरलेको हो हैन, खोप्रा जाने आज चाहिँ डे स्टार्ट भयो फेरि हैन यत्रबाट। सबै कुराको लागि दिदीलाई धेरै धेरै धन्यवाद हैन। अब फेरि पनि आउने बाचा गर्दै हिडन लेकको लागि हैन हामी चाहिँ यहीँ अब आजको दो बाटोको यात्रा चाहिँ यहीँ समाप्त गरेर खोप्राको लागि निस्किन्छौँ। यो थियो हाम्रो पहिलो अध्याय, मुल्दैसम्मको यात्रा, खोप्राको बाटोमा एउटा स्वर्गीय मोड। अबको एपिसोडमा हामी तपाईलाई लैजानेछौँ खोप्रा डाँडा हुँदै पवित्र खैरतालसम्म, जहाँको दृश्य मात्र होइन विश्वास र आस्थाको गहिराई पनि समेट्नेछौँ। साथै पाउद्वारको जनजीवन अनि खैर भरानी देवी प्रतिको श्रद्धा र त्यहाँको हिमाली सौन्दर्यसँग मिसिएको संस्कृति सबैलाई हामी तपाईँ समक्ष ल्याउनेछौँ।